7 डेमा स्याटरडे हुन्छ राइट। स्याटरडेको जब ऊ इक्जाम दिन जान्छ, स्याटरडे के दिन जान्छ रे? इक्जाम मिन्स मक टेस्ट दिन जान्छ। स्याटरडे ऊ मक टेस्ट दिन जान्छ। मक टेस्टमा जुन सुरुको टपिक उसले के पढायो त फर्स्ट टाइममा फोटोसिन्थेसिस। त्यो मक टेस्टमा कुनै फोटोसिन्थेसिसको कुनै एमसीक्यू आयो, एमसीक्यू आयो। अब उसको दिमागले के गर्छ भनेपछि त्यो फोटोसिन्थेसिस पढेको जो सन्डे इक्जाममा आयो स्याटरडेमा, अब उसको फोटोसिन्थेसिस पढेको छ उसले याद त आइरहेछ, तर त्यो फ्याक्ट के लेखेको छ उसले यादै आइरहेको छैन के। यही तपाईँको गल्ती हुन्छ, तपाईँको स्पेस रिपिटेसन भएको छैन भनेर बुझिन्छ। तपाईँले पढ्नु भएको छ तर त्यो तपाईँको रेकग्निसन मात्र हो। रेकग्निसन मिन्स तपाईँको पढेको जस्तो लागिरहेछ कि यो कुरा म पढेको छु, बट तपाईँको मेमोरीमा त्यो कुरा स्टोर भएको छैन। त्यहाँ हामीले स्पेस रिपिटेसन मेथड युज गर्नुपर्छ। अर्को स्पेस रिपिटेसनमा 2, 3, 5, 7 मेथड भन्छ। यो एकदमै इभिडेन्स बेस्ड तपाईँको रिसर्च बेस्ड मेथड हो। म चाहिँ यसले एक्सप्लेन गर्छु। त्यो के हो भनेपछि सपोज आज कुनै टपिक पढ्नुभयो फोटोसिन्थेसिस। यो फोटोसिन्थेसिस आज म पढे बिहान 5 बजे या बिहान 7 बजे। त्यो फोटोसिन्थेसिस पढेपछि त्यसको भोलिपल्ट त्यसको लगभग तपाईँको 80% तपाईँको बिर्सिसक्नुहुन्छ। फ्याक्ट के हुन्छ भने तपाईँले 80% बिर्सिसक्नुहुन्छ। यो तपाईँको नेचुरल फिनोमिनन हो। यसको तपाईँको ब्रेन विक छ या तपाईँको मेमोरी विक छ भनेर हुँदैन, यो तपाईँको नेचुरल फिनोमिनन। तर यो स्पेस त्यसलाई नबिर्सनलाई हामीले यहाँ स्पेस रिपिटेसन गर्नुपर्छ। यसको मतलब आज तपाईँले जुन टपिक पढ्नुभयो त्यो टपिक एक्ज्याक्टली भोलि पनि पढ्नुपर्छ। मिन्स आज त्यो तर यसमा तपाईँले कुरा के हुन्छ भने अब कसैले भन्छ कि आज म यो टपिक 3 घण्टा लगाएर पढेँ, भोलि पनि पढ्यो भने 3 घण्टा नै लाग्छ, बट त्यस्तो होइन। आज जुन पढ्नुभयो त्यो भोलि पढे आइएम स्योर तपाईँको आज 3 आवर लागिरहेछ भने भोलिपल्ट 1.5 आवर मात्र लाग्छ राइट। पर्सि पढ्नुभयो भने तपाईँको 1 घण्टा मात्र लाग्छ। यसरी तपाईँले ग्रेजुअली टाइम घट्दै जान्छ कि। तर सपोज आज फोटोसिन्थेसिस पढ्नुभयो भने अनि 5 दिन 1 हप्ता पछि फेरि पढ्नुभयो भने आज 3 आवर लागिरहेछ भने 1 हप्ता पछि 7 डेज पछि पनि तपाईँको 3 आवर नै लाग्छ।